विवाहित हुनुहुन्छ र अरूकै श्रीमान श्रीमती मन पराउनुहुन्छ भने यो कुरा सुन्नुहोस् है। होइन, त्यो पुरुष संसारकै खराब मान्छे हो, जो घरमा सुन्दर, कोमल, स्नेहिली श्रीमती र फूल जस्ता निर्दोष छोराछोरी हुँदाहुँदै पनि परस्त्रीको पछि लाग्छ। जुन पुरुषलाई आफ्नै घरमै भगवानले दिएको रत्न जस्तै परिवार हुन्छ, तर उसलाई बाहिरको मोह लोभ देखिन्छ, त्योभन्दा अभागी र अधर्मी पुरुष अरू कोही हुँदैन। पत्नीलाई भगवानले आधा आकाश बराबरको स्थान दिएका छन्। उनी केवल शरीर मात्र होइनन्, उनी मायाको मुहान हुन्, समर्पणको मूर्ति हुन् र परिवारको बलियो स्तम्भ हुन्। तर जब पुरुषले आफ्नै पत्नीलाई बेवास्ता गरेर अर्कै नारीको आकर्षणमा लोभिन्छ, त्यसले केवल आफ्नो जीवन मात्र नष्ट गर्दैन, उसको परिवार, समाज र सन्तानको भविष्यलाई समेत अन्धकारमा धकेल्छ। सोच्नुपर्छ, त्यो श्रीमती जसले बिहान बेलुकी तातो खाना बनाएर थकित शरीरलाई ताजगी दिन्छिन्, त्यो श्रीमती जसले दुःख सुखमा काँधमा काँध मिलाएर जीवनको बाटो छिचोल्छिन्, त्यो श्रीमती जसले आफ्ना सपनाहरू त्यागेर श्रीमान र छोराछोरीका लागि समर्पित हुन्छिन्, उनीहरूमाथि धोका गर्ने पुरुषलाई मान्छे भन्दा पनि पशु भन्न बढी उपयुक्त हुन्छ। परस्त्रीको पछि लाग्ने पुरुषको आँखामा केवल वासना हुन्छ, तर आत्मामा धर्म हुँदैन। परिवारको माया बिर्सने, आमाबाबाको इज्जत बेच्ने, छोराछोरीको भविष्य जलाउने त्यस्ता पुरुषलाई समाजले कहिल्यै सम्मान गर्दैन। बरु उनी आफै आफ्नो चरित्र गुमाउँछन् र जीवनको उत्तरार्धमा तिनै छोराछोरीले पनि घृणाको नजरले हेर्छन्। जसले परस्त्रीलाई हेर्छ, उसको घरमा कहिल्यै शान्ति बस्दैन। जसले आफ्नी श्रीमतीलाई चोट दिन्छ, उसलाई लक्ष्मी कहिल्यै साथ दिदिनन्। जसले आफ्ना छोराछोरीको अनुहारमा आँसु ल्याउँछ, उसको जीवन कहिल्यै उज्यालो हुँदैन। पुरुषको वास्तविक महानता आफ्नै घरलाई स्वर्ग बनाउनमा हो, न कि बाहिरको नर्कमा लोभिनुमा। साँचो पुरुष त्यही हो जसले श्रीमतीलाई देवीको रूपमा सम्मान गर्छ, जसले छोराछोरीलाई फूल झैं स्याहार्छ, जसले परिवारलाई वासना होइन संस्कारले चलाउँछ। परिवार भगवानले दिएको सबभन्दा ठूलो उपहार हो। त्यो उपहारलाई थुकेर परस्त्रीको पछि लाग्ने पुरुष साच्चीकै संसारकै खराब मान्छे हो। ल, यो विचार कस्तो लाग्यो कमेन्ट गर्नु ल। अनि भिडियो मन परे लाइक शेयर गर्नु ल। अनि अहिलेसम्म मलाई फलो गर्नुभएको छैन भने फलो गर्नु ल।